तपाईको कोलेस्ट्रोल बढेको छ? उच्च कोलेस्ट्रोलमा कसलाई किन र कहिलेदेखि औषधि सुरु गर्नुपर्छ थाहा छ? आज म यही विषयले लिएर तपाईहरुलाई सकेसम्म सरल भाषामा बुझाउने छु। यस्तो महत्त्वपूर्ण भिडियो सुरु हुनुभन्दा अघि फलो गर्नुहोस् ताकि यस्तै महत्त्वपूर्ण स्वास्थ्य सम्बन्धी जानकारीहरू हेर्न नछुटुन् र लाइक, कमेन्ट र शेयर गर्न पनि नभुल्नुहोला। कोलेस्ट्रोल बढ्नु हृदयघात र पक्षघातका प्रमुख कारणहरूमध्ये एक हो। तर औषधि सुरु गर्ने निर्णय केवल एउटै कोलेस्ट्रोलको सङ्ख्या हेरेर मात्र हुँदैन। यो समग्र मुटु रक्तनली रोग जोखिम एथेरोस्क्लेरोटिक कार्डियोभास्कुलर डिजिज ASCVD-मा आधारित हुन्छ। अब यसलाई सरल भाषामा बुझौँ है। 1. पहिले मुटु रक्तनली रोग भएको बिरामी। यदि कसैलाई पहिले हृदयघात भएको छ, पक्षघात भएको छ, खुट्टाको नसा साँगुरिएको रोग पेरिफेरल आर्टेरियल डिजिज भएको छ भने यस्ता बिरामीमा जोखिम मूल्याङ्कन नगरिकनै तुरुन्तै कोलेस्ट्रोल घटाउने औषधि स्टाटिन सुरु गर्नुपर्छ। यहाँ लक्ष्य भनेको LDL कोलेस्ट्रोल कम्तीमा 50%ले घटाउनु हो। त्यसका लागि उच्च मात्रा हाई इन्टेन्सिटी स्टाटिन वा सहन सकिने अधिकतम मात्रा प्रयोग गरिन्छ। 2. अत्याधिक प्राथमिक उच्च कोलेस्ट्रोल सिभियर प्राइमेरी हाइपरकोलेस्ट्रोलेमिया। यदि वयस्क व्यक्तिको LDL कोलेस्ट्रोल 190 mg/डेसिलिटर वा सोभन्दा बढी छ र अन्य कारण छैन भने 10 वर्षको जोखिम गणना नगरिकनै उच्च मात्रामा कोलेस्ट्रोल घटाउने औषधि स्टाटिन सुरु गर्नुपर्छ। यदि धेरै LDL जीवनभरको मुटु जोखिमसँग सम्बन्धित हुन्छ त्यसैले ढिला गर्नु हुँदैन। 3. मधुमेह सुगर रोग भएका बिरामी। 40 देखि 75 वर्ष उमेरका मधुमेह रोग भएका बिरामीमा यदि LDL कोलेस्ट्रोल 70 mg/डेसिलिटर वा बढी छ भने कम्तीमा मध्यम मात्रामा कोलेस्ट्रोल घटाउने औषधि स्टाटिन सुरु गर्नुपर्छ। यदि अन्य जोखिमहरू छन् वा जोखिम 7.5% भन्दा बढी छ भने उच्च मात्रामा कोलेस्ट्रोल घटाउने औषधि अझ उपयुक्त हुन्छ। 4. मधुमेह सुगर रोग नभएका व्यक्तिमा प्राथमिक रोकथाम। मधुमेह नभएका 40 देखि 75 वर्ष उमेरका व्यक्तिमा यदि LDL कोलेस्ट्रोल 190 mg/डेसिलिटर वा सोभन्दा बढी छ भने उच्च मात्रा कोलेस्ट्रोल घटाउने औषधि स्टाटिन सुरु गर्नुपर्छ। र यदि LDL कोलेस्ट्रोल 70 देखि 89 mg/डेसिलिटर छ भने 10 वर्षको ASCVD मुटु रक्तनली रोग जोखिम गणना गरिन्छ। यदि जोखिम 7.5% वा बढी छ भने तुरुन्त कोलेस्ट्रोल घटाउने औषधि स्टाटिन सुरु गर्नुपर्छ। यदि जोखिम 5 देखि 7.4% छ भने परिवारमा मुटु रोग, मोटोपन, उच्च रक्तचाप जस्ता अतिरिक्त जोखिम भएमा कोलेस्ट्रोल घटाउने औषधि स्टाटिन सुरु गर्न सकिन्छ। यदि निर्णय अन्यलमा परेमा कोरोनरी आर्टरी क्याल्सियम स्क्यानले निर्णय गर्न सहयोग पुर्याउँछ। 5. पारिवारिक उच्च कोलेस्ट्रोल भएका बालबालिका। फ्यामिलियल हाइपरकोलेस्ट्रोलेमिया भएका बालबालिकामा 8 वर्षको उमेरदेखि नै कोलेस्ट्रोल घटाउने औषधि स्टाटिन सुरु गर्न सकिन्छ। लक्ष्य LDL 50%ले घटाउने वा LDL 100 mg/डेसिलिटर भन्दा तल राख्ने। यसले भविष्यको हृदयघात जोखिम धेरै घटाउँछ। 6. अनुगमन र फलोअप। औषधि सुरु गरेपछि 4 देखि 12 हप्तामा लिपिड प्रोफाइल जाँच गर्नुपर्छ। त्यसपछि 3 देखि 12 महिनामा अवस्था अनुसार अनुगमन गर्नुपर्छ। यसले औषधिको प्रभाव र नियमित सेवन सुनिश्चित गर्छ। कोलेस्ट्रोल घटाउन औषधि मात्रै नभएर जीवनशैली परिमार्जन लाइफस्टाइल मोडिफिकेसन पनि सँगसँगै लैजानुपर्छ। यस विषयमा मैले पहिले नै भिडियो बनाइसकेको छु। कोलेस्ट्रोल घटाउन लाइफस्टाइल मोडिफिकेसन के हो बुझ्नको लागि त्यो भिडियो हेर्न अनुरोध गर्दछु। अन्त्यमा भन्नुपर्दा कोलेस्ट्रोलको औषधि सुरु गर्ने निर्णय व्यक्तिगत जोखिम, विशेष रोग अवस्था र LDL स्तर अनुसार गरिन्छ। सही समयमा सही उपचारले हृदयघात र पक्षघात जस्ता गम्भीर रोगबाट जोगाउन सकिन्छ। त्यसैले समयमै सचेत रहनुहोस्। आजले स्वास्थ्य सन्देश यति नै। फेरि अर्को स्वास्थ्य सन्देशको बसाइमा भेटौँला। धन्यवाद।